पोखरा लेक साइडको फेवाताल हो। पहिलेभन्दा अलिक पानी घटेको अवस्था देखिन्छ भने तलसम्म हामीले हेऱ्यौँ भने चाहिँ बाराही मन्दिरबाट छेलिएको अवस्था छ। त्यसै गरी यो क्षेत्र हामीले हेऱ्यौँ भने यतापट्टि पोखरा डेनिसील्यान्ड स्काई पार्क भन्ने यहाँ छ। त्यसै गरिकन पर हामीले हेऱ्यौँ भने विशेष गरिकन यो खानेकुराहरूको विभिन्न होटलहरू खुलेको अवस्था छ। देख्न सक्नुहुन्छ भित्र यसरी खेल्ने साथीहरू खेलिरहेको अवस्था छ। खाजाको लागि पनि सुनेको अवस्था छ। सबपट्टिहरू खाइरहेको छ। सबपट्टि साथै मकै अनि यो मट्काको चिया एकदमै स्पेसल हो यहाँको लागि। तपाईँ हेऱ्यो भने फास्टफुडहरू रेस्टुरेन्टहरू बाटैभरि छन्। पिङहरू चाहिँ बाह्रै मास अनि टुरिस्टहरूको एकदमै यहाँ बेसी बेलुका चाहिँ धेरै टुरिस्टहरू यहाँ रमाइलो गर्न आउनुहुँदो रहेछ। यतापट्टि हेऱ्यौँ भने भ्यू चाहिँ यो सबै फेवाताल है। साह्रै राम्रो भ्यू छ। आज अहिले घाम डुब्दै गरेको परदेखि चाहिँ घाम डुब्न लागेको छ। भने सारङकोट भनेको चाहिँ उता माथिको डाँडा हो। यो माथिको डाँडा सारङकोट, जहाँबाट स्काई के भन्छ त्यसलाई त्यो गर्नुहुन्छ त्यतापट्टि त ओपन हाउसेस यस्तो छ है साथीहरू। ल एकपल्ट भिजिट गर्ने पनि ठाउँ है त यो।